Hello guys, welcome back to my new release video. म चाहिँ सन्चै छु, यहाँहरू पनि सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी छेजुको समुद्रको केही अवलोकन गर्नको लागि गइरहेका छौँ। यहाँहरूलाई समुद्र किनारबाट केही भिडियोहरू रेकर्ड गरेर देखाउने छु। त्यति बेलसम्मको लागि चाइनाको ग्रेट वाल जस्तै रहेछ। यहाँ चाहिँ पुरै माथि डाँडातिर जाने हाम्रोतिर पनि यस्तो भएको भए जङ्गलहरू जङ्गल हो होइन, तर जङ्गललाई कसरी चाहिँ बनाउने भन्ने कुरा चाहिँ यो चाहिँ ठ्याक्कै नेपालको यहाँ चाहिँ एउटा देखेँ मैले। यहाँ कुरो नेपालमा गोठालो गर्दाखेरि लाग्ने खालको कुरो चाहिँ यहाँ रहेछ। यो चाहिँ तल अन्डरग्राउन्ड जाने बाटो रहेछ। त्यहाँदेखि युटर्न लिएर तलतिर निस्किने बाटो। अब हाम्रो नेपालमा भने चाहिँ यो चाहिँ पुरै जङ्गली जनावर चढ्ने ठाउँ मात्रै हो, तर यहाँ चाहिँ वहीँ त तलतिर पनि बाटो तल पनि बब्बाल बनाएको रहेछ। अनि त्यहाँ तलतिर पनि घुम्नु जाने ठाउँ रहेछ नि त। सानो समुद्रको बच्चा रहेछ नि त त्यहाँ, समुद्रको बच्चा रहेछ नि त त्यहाँ होइन। सप्तकोशी हो क्या हो यो त? इन्द्राणी पुल रहेछ त्यहाँ। घाँसहरू बब्बाल दामी बब्बाल दामी। यो पानी चाहिँ कहाँदेखि आएको होला नि? यो माथिको चाहिँ के हो फेरि? त्यो माथिको चाहिँ त्यो माथिको त्यो माथिको क्या? अस्ति हामीलाई साउले तम्बाको छ भनेर मलाई सोध्यो नि। त्यही हो। ए बब्बाल यहाँ त्यो इन्द्राणी पुलदेखि ज्याममै तल गर्मीमा हाम फाल्दा त कस्तो रमाइलो हुन्छ होला है? डुबिन्छ होला नि? स्विमिङ गर्न मिल्ने त्यो त ठ्याक्कै समुद्रमा जान्छ होला नि त होइन? बरु खेलिँदैन हो। अनि त्यहाँ डुबेर समुद्र उता निकालेर पुरै व्हेल कि केले अनि भोजन गरेर हुँदा नि नरमाइलो हुन्छ त। अनि भोजन गरेर हुँदा नि नरमाइलो हुन्छ। यहाँ चाहिँ सोल्टी डेलिभरी गरेर आउँदैछ यस्तो छ यहाँ चाहिँ। अब यहाँ माथि यो पाहाडमा टुप्पोमा गए हेरौँ त यहाँ पुरै हाम्रो गाउँतिरको भिड जस्तै रहेछ हौ त्यहाँ त। त्यहाँ हेर नि तलको भ्युज निकाल न कस्तो छ। यस्तो रमाइलो छ कि यहाँ नेपालमा यत्तिको मलाई बनाइदिएको भए त म त कमाउँथेँ त हौ। अनि पिकनिक स्पट बनाएर क्या यस्तो बवाल छ कि अर्काको देशमा जति राम्रो भएर नि नभएर नि ठ्याक्कै म समुद्र हजुरहरूलाई देखाउने छु। यहाँको समुद्र यहाँको सुन्तला चाहिँ यस्तो छ। सुन्तला हेर्नुहोस् है, सुन्तला
के गर्नु नेपालमा भएको भए त अहिले मेरो हातमा परिसक्थिस् के गर्नु नेपालमा भएको भए त अहिले मेरो हातमा परिसक्थिस् यहाँ त पुरै मान्छे नभए पनि घरको कता टुप्पीतिर कि कतातिर राखेको छ मान्छेको आँखाहरू अनि टिप्नु मिल्दैन हो गाइजहरू ल है त ल समुद्र चाहिँ यस्तो छ फाइनली गाइज हामी चाहिँ आइपुग्यो है समुद्रिक सतहमा यस्तो छ है यस्तो छ यस्तो छ है यस्तो छ यस्तोमा पनि पुरै के को फुल हो होइन यहाँ चाहिँ लिफ्ट रहेछ तल जाने ल है ल कहाँ छ डल्फिन ए यस्तो छ है समुद्र चाहिँ एउटा डुङ्गा चाहिँ लाग्यो है त्यहाँदेखि पुरै पर नदेखिने कहाँ कहाँसम्म समुद्रै समुद्र छ यस्तो छ यस्तो छ है साथीहरू यस्तो छ त्यो होटल हो तल यो तलको होटल हो यो चाहिँ होटल अरे साथीहरू हेलो 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 गाइज हेलो हेलो कता जानु अब उता डिलतिर ढुङ्गाको यस्तो यस्तो बनाउँछ है साथीहरू यो चाहिँ प्रमुख विशेषता छेजुको यही हो त छेजुको हाम्रो ढुङ्गाको एकदम विशेष मान्यता विशेषता झल्काउने खालको एउटा के भन्छ त्यो ढुङ्गाको शिला मूर्ति यहाँको छेजुको विशेषता झल्काउने यही लाग्यो अहिले भर्खरै निस्केको थियो एक्स्ट्रा टाइपको रहेछ त बोर्ड पनि यो चाहिँ के हो यो लकडी जस्तो चाहिँ के हो यो खासमा है के हो हुनु चाहिँ होइन तर अब सब उता यता टक्क उता ए त्यो तल नखोलोस् भनेर होला त्यो त हो कि तर अब छुट्टै किसिमको यसले चाहिँ नि आफ्नै किसिमको सुन्दरता छ नि त आफ्नै आक्रोश